गाह्रो परिसक्यो हौ चढ्दा चढ्दा हैत्तेरी पावरै लगाउनु पर्यो परे होइन कि सिङ्गलमा आज भ्यू चाहिँ अलि राम्रो भएन यही होइन हामीले लास्ट टाइम रोक्यो नि देखिन्न क्या क्यामेरा त कस्तो डेन्जर उड्यो मेरो 220 ल्याउनु 220 त आरामले चलेको थियो उसलाई किसानले एकछिन रोक्यौँ हामीले प्लेट त यी चिसै पुरै गोब्रो नि पुरै धुलै धुलो ओइ के हो खुट्टा पो रहेछ अब यहाँबाट फेरि अगाडि चल्दिउँ लैने यहाँ चाहिँ एउटा घर रहेछ तर माथि छ सिराजुली नि मान्छे रित्तिँदै गएको जस्तो हौ रित्ति होला नि त यहाँ एउटा हाम्रो काठमाडौँको मेयरले यसै हाल्यो त गाउँले त्यही गर भनेर त्यही त के हुन्छ अरे एउटा गेस्ट हाउस खोल्नु पऱ्यो क्या टपमा खोलेको मात्रै हो र टपमा गएर क्या टक्क सम्झौता गरेर तिमी बाटो यस्तो छ मान्छे आउँदैन बाटो बन्दै छ त यो बाटो लिएर न यो बाटो हल्का डाउन गएर समाइरहेको छु मैले राइटबाट हाल जान्छ जानु 3 2 1 गो 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 राइटबाट हाल राइटबाट हाल लिएर रोक फेरि तान्न छोड्यो कि लै तान्नै छ नो पावर दिएको पुरै टुङ लाग्छ क्या धुरो क्या पढ्दैन हेलो अरे हेलो हेलो बल्ल तल यहाँ आयो हामी जाने डाँडो चाहिँ उयो डाँडो है हिमाल चाहिँ बवाल देखा यार सही देखा हिमाल क्यामेरामा देखा नि मेरो आँखा चाहिँ बवाल देखा यो बाटो हुँदै हामी काठमाडौँ पनि जानु मिल्छ है उता हाइवे निक्लिनु मिल्छ है यो बाटो हुँदै के उता फिसिङ हुँदै कता कताबाट हुँदै पानी हाल्नु पऱ्यो लास्टैतिर लाग्यो क्या पिसाब फेरेन म त बिहान एकचोटि उठेर एकचोटि पिसाब फेरेँ त्यहाँबाट त फेरेकै छैन यस्तो रहेछ पिस एकदम पिस तलतिरको बाटो हुँदै आएको लेसै भुत्केछ यार मेरो आइज जान लाग्यो माथि एउटा गुम्बा मतलब बुद्धको मूर्ति रहेछ त्यहाँ माथिबाट पनि सही भ्यू देखिन्छ पानी खानु पर्यो थोरै लास्टतिर खोलायो केटा राइड कस्तो भयो एबिन खतरा कतिको अफ रोड
यो होइन क्या हाम्रो लागि त है नर्मल नर्मल हो सुदीप कस्तो भयो राइड यही टुप्पो त हो हामी जाने अब ल लिएर आइज बाइक छप्रिस बाइक फोटो खिचेर यही हो गाइस लास्ट टाइम के हुन्छ अरे ऊ त्यसको होइन कोदोको फुलको अलिअलि देखाएर तल हेर्न खोला कि बाटो नहेर्नु म हेर्छु खोला है खोला हिँड्न हिँड्न ओइ हान्छ र ए तर्सिन्न नतर्सिके केही नि गर्दैन तँलाई आइज सिरियस जुजमा यही होइन त लग बाई इनिसियल एकमा बताउनु पर्छ है एकमा बताउनु पर्छ झरेँ कि म अगाडिको टायरै उड्याएको छ उहिले हालेर यहाँ मैले कसरी कन्ट्रोल गरेर मलाई मात्रै थाहा छ आछु कस्तो चिसो हावा यार पर्थ्यो भएर के उडिरहेको त्यही त धन्द म झरेको पछाडि आछु कति चिसो हावा चल्यो स्याडलिङ गर्दै हिँड्नु कस्तो मजा आउँथ्यो होला यहाँ उभिएर नउभिन म छुबो पछाडि एडभेन्चर बाइकमा स्याडलिङ गर्दै हिँड्दा कस्तो मजा आउँथ्यो चिसाको यो हेर्दा कस्तो चिसो घाम परेन क्या यतापट्टि त्यही भएर लास्ट चिसो यहाँ हेर बाख्राहरू चराइरहेको अब त्यस्तो भिडमा बस्यो अरे त्यस्तो भिडमा बस्यो नि के कस्तो नि कस्तो मात्र ठाडै बाख्रा होइन क्या मान्छे मान्छे यता के भन्छ खर्च पका सस्तो छ होला है तर हेलो बहिनी ए लजाइ बहिनी दामी छ कि ओइ एकमा एकमा सर्र ओ बटर भाइ हिँड भाइ हिँड नन स्टप स्याडोमा त कस्तो छायामा पर्ने यति चिसो के घाममा चाहिँ हुँदैन रे घाम हो नर्मल ओ या कताबाट हो केटा हो कहाँ हो लेफ्ट कि राइट राइट जस्तो लाग्यो लेफ्ट त कहाँ उता उता जान्छ लेफ्टै हो आइज आइज हाम्रो डाँडा त्यो हो अनि ओए होइन ओए तल रहेछ तल ओए बाटो लगायो बाटै छैन यहाँबाट त तल रहेछ बाटो नो टाइम वेस्ट हिँड गाइस तपाईँहरू आउँदाखेरि चाहिँ लेफ्ट नलाग्नु होला है यहाँबाट राइट लागेर यहाँ तल तल बाटो रहेछ ओ चाँडै आइज है जाम नि
यहाँबाट यो पाखा सर्लकै घुम्नुपर्छ है तलबाट रहेछ लास्ट टाइम आएको बिर्सिसक्यो ठ्याक्कै 1 वर्ष अगाडि आएको 1 वर्ष नि बढी भयो घुमालो तलको मैले केही देखाएको छैन है त्यही भएर यो झन् पोहोर झन् यस्तो गाह्रो थियो यो बाटो छेउछेउबाट लाग्न जान्छ ओर्ली के रिक्स लिन्न म बाटो राम्रै देख्छु त मैले केही देखाएको छैन कि यहाँबाट ल आइज अनि तेरो 1 महिनाको कपडा अट्छ त्यो ब्यागमा अनि छेउछेउ आइज है छेउछेउ आइज 1 by 1 इन्जिन ब्रेक बुट हेलमेट हातमा बोक हातमा बोक्नु दुईटा के सामान हुन्छ नि त मेरो फेरि दुईटा हातमा लगा तलको त केही देखिनँ त म यही डाँडो जाने हो सुधि हेर्नु अब तलको केही उही आमा तेल बत्ते फुल भयो त स्टार्ट गर्दा घट्यो फेरि यही डाँडो जाने हो कति बजे 1:30 बजी हिँड्यो हामी कति बजी अहिले 2.5 घन्टा भइसक्यो यार भोक लागिसक्यो मलाई यार खाँदै खाएन हामी चाहिँ मान्छे खाएर माथि गएर खाने हो अब रोटी छ चिउरा हाली छैन लौ किन बाइक अल भएको त अनि एउटा तरकारीले के हाल्ने त भोगले मर्ने भयो अब लास्ट टाइम हामी रोक्यो नि थियो आज नि रोक्यो त लास्ट लेट भएको थियो नि घाम डुबिसकेको थियो आज पुरा ट्युन देखायो ट्युन भएर केही पनि देखाएन यस्तो यहाँ एउटा रहेछ टिचर पनि रहेछ हामी यहाँ दार्जिलिङ माथि छपरी ल यो स्कुलबाट हामी स्कुल हुँदै तल जाने है यहाँ एकछिन आएर यहाँ हल्का फोटोसोटो खिच्यो हुन्छ बच्चाहरू चाहिँ अलिअलि रहेछ रहेछ हेलो हेलो नि गरिदिनु अब यहाँको बच्चाहरू त फाइनल पोइन्ट चाहिँ हो अब यहाँबाट हिँड्दै जानुपर्छ हामी हिँड्दै गएर त्यहाँ डाँडा पुग्नुपर्छ जान्छ उता छेउबाट जान्छ यहाँबाट चाहिँ बाइक यहाँ पार्क गर्ने पार्क गरेर यहाँबाट सिडी छ सिडी हिँड्दै गएर उहाँ टुप्पोमा पुग्ने है त त्यो छपरी त हरायो त ठ्याक्क 2 घन्टामा है हामी टाइम वेस्ट गरेको भने लगभग कति खानेकुरा किन्नमा 20 मिनट लगभग 40 मिनट चाहिँ हामी रोक्यौँ होला टोटल भनेपछि हामी 2 घन्टा लगभग 1 घन्टा 20 मिनट 1.5 घन्टामा चाहिँ सर आयो भने चाहिँ आइपुग्दा रहेछ ल छपरी पनि आइहाल्यो छपरी नै आइहाल्यो छपरी बाइक ल बाइक पार्क हाल यत्रो भिडियो कस्तो रह ल अब यहाँ हल्का सोधपुछ गर्नु पऱ्यो के फेसिलिटी छ फेसिलिटी त केही पनि छैन अब यहाँबाट पानी जर्किनमा लिएर जाने हो पोहोर त दिनुभएको थियो क्या यसपालि के गर्दा रहेछ नि हेरौँ अब यस्तो ठाडो उकालो उक्लिनुपर्छ आस्ताकै लाग्छ धेरै त होइन छैन धेरै
2 घन्टा घाम डुब्छ एकछिन नम्बर 1 पानी चाहियो अब कसै घर माग्ने होला हामी चाहिँ लास्ट टाइम पनि यहाँ आएर पानी लिएर गएको थियौँ एकदम हेल्पफुल हुनुहुन्छ आन्टी तपाईँहरू आउँदा नि यहाँ हुन्छ अब हामी चाहिँ यहाँबाट एउटा जर्किन पानी थाप्नु चाहिँ माथि अरे अनि एउटा भाडा पानी तताउनु लाग्नु पऱ्यो घरबाट ल्याउनै बिर्सेछौँ क्या हामीले अनि यहाँबाट लगेर अब माथि गएर ओहो एरोप्लेन देखेछ यहाँनिर माथि गएर पानी तताएर खानुहुन्छ ल गाइस अब चाहिँ हामी यहाँबाट निस्क्यौँ यहाँ कचौडी लिएका छौँ पानी सानी तताएर खान यहाँ हाम्रो सुदीप दाई अनि यता राम्रो कमेन्ट्री गरे अनि ल अब चाहिँ फ्लावरहरू पनि कस्तो राम्रो मान्छे जाँदैछौँ यहीँ फुल त टिपिहाल्ने कि पापी मान्छे नटिप्नु हेर कोपिला भन्ने कविता बच्चाबाट पढेको थियौँ अनि यहाँ चट्टै यस्तै भ्यू देखिन्छ अहिले चाहिँ ट्युन लगाएर सबै ट्युन लगाएर यहाँ हुसो लगाएको जस्तो देखाएको छ सेतो सेतो अनि यति हाइटमा पनि सिस्नर हुने रहेछ यहाँ झन् कस्तो बाक्लो बाक्लो हो ठुल्ठुलो ए लाउरे दाइले बाटो छेकिदिने यहाँ चाहिँ हामीले खाली जर्किन लिएर छौँ अब यहाँ माथि पानी भरेर हाम्रो लाउरे बाजेको नातिले बोक्ने हो लाउरेको नाति होइसु त यति त गर्न परेको नि है यहाँ चाहिँ कर्कलो बाली रहेछ पिँडालु फल्छ अनि यहाँ गाउँको आलु खेती अनि यहाँ चाहिँ बाँस रहेछ यहाँ बाँस रहेछ तामाहरू त छैन अहिले तामाको सिजन पनि नभएर होला अब चाहिँ हामी एउटा घरमा आएको घरमा मान्छे छैन हेल्छ नि होला एकछिनै गाई चाहिँ अब चाहिँ हामी यहाँ पानी भर्नु आएको यहाँ चाहिँ पानी भर्ने पनि निन्जा टेक्निक छ होइन यो पुग्लुकै निस्किन्छ यहाँ मिलाउँदै हाल्ने खोल्नुपर्छ स्किल चाहिने रहेछ त्यो हाल्न त्यो बन्द गर्नु पर्दैन त्यो हाल्न हो नुब्डा हेरे तँ नुब्डा ल अब यहाँ पानी भर्ने कार्यक्रम हुँदैछ अनि त्यहाँ अगाडि घुमेको बन्द ओए के समाउने हो यो निकाल्न हटाइदिउँ नगर बराबर एकछिन आइज समात्न आइज नि तलबाट समात आइज नि जाडो समात मेरो हातको उतै भइसक्यो यहाँ साइडबाट आइज समात त टाढो छोडिदिएको ढलिदिनु न यहाँ यता बसिदिनु ओ उहाँ बसिसकेको उहाँ पनि बस्नु अरू पनि बस्नु दिनु यहाँ तलबाटसँग तलबाट तलबाट सपोर्ट दिएन हात दुखिसक्यो हाम्रो चाहिँ पलमा लगाएको नाति बनाएको हात के हो त्यो आयो हात गल्छ रोक बन्द नगर उचाल तलबाट दुईवटा हातले माथि माथि ल ल यो नि होल्ड गर हात यस्तो छ क्या मेरो फेरि फुल टिपेको रोक केही नि हुँदैन खाइन्छ केही नि खै त तलको पाइप झऱ्यो ओ भित्रै गयो क्या भित्र झऱ्यो खै अर्काको सम्पत्ति लाउरे बाजेको नाति गिरी प्रसादको छोरा विकास श्रेष्ठको छोरा त्यो अस्ति त्यत्रो सानोमा जाँदा त भयो भित्र झर्यो के भन्ने अब के भन्ने अलि बन्द गर्नु मिलाएर योभन्दा बन्दै हुँदैन लगाइ अब चाहिँ बन्द गरिदिए ल
नि फेरि हाम्रो लाउरेको नातिलाई एकदम गोर्खाली पावर हो एकदम मान्छे नि गोर्खाकै होइन हो नि गोर्खाकै मान्छे मान्छे मात्रै सानो हो के मान्छे मात्र सानो हो नि मान्छे मात्र सानो हो फेरि साउन्ड बोक्नु पऱ्यो भने त मान्छेलाई बोकिदिन्छ नि ल कस्तो चलिरहेको छ सुदीप गाह्रो भएर यति जाल पानी बोक्दा नि हो किन हेर यसले हामीलाई को आयो भनेर हेरेर होला अहिले हामी चाहिँ यही घर खाएको सिराइचुलीमा एउटा टुप्पोमा यो चाहिँ फ्रीमा बस्न पाउँछ यो घरमा चाहिँ तर केही पनि पाउँदैन घर मात्र हो हामी चाहिँ आगो बालिसक्यौँ आगोमा पानी तताउँदैछौँ अनि हामी म्याट पनि ओछ्याइसकेका म्याट ओछ्याए ब्ल्याङ्केट माथिबाट आगो साइडमा न्यानो हुन्छ यता झ्यालहरू चाहिँ खुल्ला झ्यालबाट चाहिँ मिठा हावा हुन्छ बाहिर चाहिँ अलिअलि गाउँहरू भयो यता चाहिँ ताराहरू लगायो आज पूर्णिमा भने त सुदीप तैँले जोत हान्छ केटा ओहो यहाँ कुकुर छ तर केही पनि देखाएन यहाँ चाहिँ ल यो चाहिँ भरतपुर सहर र पदमपुर जुटपानी हो यतापट्टि उज्यालो आएको चाहिँ यो चाहिँ हाम्रो मार्च भइहाल्यो मार्च प्लानेट यहाँ त मुला 3 किलोमिटर टाढा भुकेको कुकुर नि सुनिन्छ यहाँ भ्यू हेर मै त बत्ती अफ गरौँ त गाइज बत्ती अफ अर्का झिनो मसिन देखायो यो पदमपुर हो यो नारायणघाट हो है अनि यो चाहिँ सिराइचुली हो यहाँ बत्ती बोल्यो ताराहरू मस्त लाहा अब हामी यहाँबाट अझै टुप्पोमा जान्छौँ त्यहाँ टुप्पोमा गएर देखाउँछ यता कस्तो कस्तो भ्यू देखिन्छ गाइज यो चाहिँ माथि जाने बाटो भयो यो चाहिँ हामी बसेको घर भयो रातिको 9 बजे 9 होइन 9:30 भयो यो बाटो जाने हो यता वेट यहाँ मन्दिर पनि छ है 2टा मन्दिर हो यो बाटो जाने हो अघि म गएको थिएँ त हाई स्पिड भनेर देखाएको थिएँ त्यही देखाउनु लाग्यो अहिले फेरि रातिको भ्यू कस्तो देखिन्छ भनेर अचु हावा त मस्त चल्यो यार यस्तो छ यता सिराचुली माथि चाहिँ पुग्नु पर्यो क्या खुट्टो कहाँ बस्टी ग्यास नाइट भ्यू म त्यति चढ्दै ढुकढुक भयो त यार अनि यो चाहिँ यता ल गाइज मर्निङ भ्यू चाहिँ यस्तो छ यता सिराइचुलीबाट पदमपुर एरिया चाहिँ देखिया छैन पुरै हुस्सु लाएर हिमाल चाहिँ कडा देखिन्छ नि फेरि यता पनि देखायो यता यो रुखबाट देखिया छैन हिमाल यो एरियामा पनि पहाड देखिन्थ्यो होला लाएर देखेँ ल गाइज हामी चाहिँ अब फर्किनु लाग्यो है त लास्ट थकित अवस्था यहाँबाट चाहिँ कुन कुन हिमाल देखिन्छ भनेर यहाँ लेखेँ है त यहाँबाट के हिमाल देखिन्छ अन्त धवलागिरी 8167 मिटर लाङटाङ लाङटाङ भ्याली नि देखिँदो रहेछ त
ए लाङटाङ भ्याली कुन हो केट त्यही त लाङटाङ भ्याली देखिँदा रहेछ गणेश मसालु के लेखा यहाँ के नि बुझिएन मनसालु यहाँ त नि हामी यहाँ यासियु लेख्या त ए याल पनि रहेछ मेटा रहेछ याल चाहिँ बिहानै भयो